हाई गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी बिच जान लाग्यो अनि हामी चाहिँ अब घरबाट रेडी भएर निस्क्यौँ है। घरमै भिडियो बनाउँछ अनि कति यस्तै भइहाल्यो अनि त्यहाँबाट निस्क्यौँ घरबाट अनि बाहिरतिर गएर अलिअलि भिडियो बनाउँदै गएको। बुढालाई मैले टङ्ग लात्ता हानेर ढोकेको के साथीहरू ढोक्न पर्यो नि त। अनि त्यहाँबाट बाबुलाई चाहिँ स्टलरमा पेल्दै गएको थिएँ अनि हामी चाहिँ खाँदाकुरा चौकीबाट योको आमा गयौँ, त्यहाँबाट नोरिखाइ गरेर अर्को तेन्सामा गयौँ। के लाइन भन्दा नि जिआर लाइन सजिलो भएर हामी चाहिँ जिआर लाइनमा गयौँ। यो चाहिँ कहाँ हो मलाई थाहा छैन साथीहरू, जस अलिअलि भिडियो त बनाएको थिएँ देन्साबाट। अनि हामी चाहिँ त्यहाँ पुग्यौँ एकीमा। अनि त्यसपछि यहाँ देखाउँदैछु कि एरोभित्र कुर्दाखेरि म चाहिँ यस्तो थिएँ, यस्तो भयो, अहिले मेरो साथमा यस्तो छ भनेर अलिअलि फन त गर्न पऱ्यो नि बुढोसँग। अनि अलिअलि के बोल्दै भिडियो बनाउँदै हिँडेँ। अनि त्यसपछि हामी चाहिँ यहाँ पुग्यौँ एकीबाट बाहिर निस्क्यौँ। अनि हामीलाई चाहिँ लास्ट धेरै भोक लागिरहेको थियो, के खाने भनेर कुरा गर्दै थियौँ। अनि ब्लग बनाउने कुरा नि गर्दै थिएँ, लाल लाग्छ म कसरी बोल्ने भन्दै थिएँ बुढोसँग। अनि बुढो चाहिँ म्याक नखाऊँ बुढी, केएफसी खाऊँ केएफसी भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ के भन्छु, होइन केएफसी होइन इस्ट और वेस्ट म्याक इज बेस्ट भन्दै हामी म्याकडोनल्ड्स नेरी पुग्यौँ। अनि त्यहाँबाट म चाहिँ यहाँ कुरेर बसेर बुढोलाई पठाएँ म्याक लिनलाई। म्याक पनि लिनुभयो, उसलाई हेर्दै हुँदो रहेछ। म्याक लिनुभयो, फर्केर आउनुभयो। अनि बाटोमा जाँदा जाँदै जाडो भएर बाबुलाई ब्ल्याङ्केट नै बोकेको थिएन म, अनि तौलिया किनेको। अनि बाटो खोज्दै कहाँ पुग्यौँ साथीहरू, खै कहाँ पुग्यौँ। पहिला गएको बेलाको त अर्कै बाटो गएको थियौँ, यसपालि अर्कै बाटो भएर कहाँ पुग्यो। अनि बाटोमा जाँदै यस्तो राम्रो ठाउँ थियो एउटा, कति राम्रो छ हेर्नु न भ्यूहरू। राम्रो लाग्यो किन हजुरलाई, यस्तो राम्रो छ, कति राम्रो। त्यहीँ बसिराखौँ जस्तो फर्केर आउनै नमन लाग्ने। अनि अब चाहिँ हामी पुग्यौँ उमिनेर। बाटोमा जाँदा मैले सयपत्री फुल पनि देखेँ, कति राम्रो नेपालको याद आइरहेको थियो तिहारको टाइममा। अनि हामी चाहिँ पुग्यौँ बिचमा, उमीमा पुग्यौँ साथीहरू। तर मलाई क्यामेरा ब्याक गर्न नआएर फेरि क्यामेरा पज गरेर अनि त्यहाँबाट देखाउँदैछु म तपाईँहरूलाई बिच। हेर्नुहोस् यो मिजु समथिङ के लेखा छ, यो जापानिज सायद मिजु नै होला, मलाई थाहा छैन के लेखा छ, मिजु लेखाओ कि के लेखाओ थाहा छैन। त्यही हो, त्यहाँ चाहिँ फोटो खिच्न नै पाएन, अरू मान्छेहरू बसिरहेको थियौँ। अनि हामी यहाँबाट स्ट्रोलर गएन अनि छोरोलाई बाबाले बोकेर मैले चाहिँ स्ट्रोलर डोराउँदै गएँ। कति आनन्द थियो, कोही थिएन, जाडो महिना भइसक्यो नि त। अनि यता चाहिँ मेरो बुढो उहाँ बेबीको फोटोसुटको लागि भनेर त्यो बेबी बस्न लगाएको थियौँ। अनि त्यो पुग्दै हुनुहुन्थ्यो। अनि खायौँ, म्याक खायौँ, अलिअलि नाटक त पार्न परेको नि। अनि कुरा गर्दै थियौँ हामी, कति आनन्द है भन्दै। त्यसपछि हामी एकछिन म्याक खायौँ। छोरोको चाहिँ फर्स्ट टाइम बिच थियो, उसको त बालुवा माटो पाएपछि अनि पानी पाएपछि मेरो छोरोले त्यहाँबाट आउने छाटकाट पनि थिएन उसको। आइयो माटो खेल्न पाएपछि त ऊ त यति खुसी। अनि उहाँ बाबा चाहिँ लुगामा लाग्छ भनेर छोरोलाई गाह्रो हुन्छ कि भन्दै आमा लुगामा लाग्छ कि भन्दै बोक्दै जानु भइरहेछ। अनि बाबु चाहिँ माटो खेल्न पाएपछि तँलाई केही नै चाहिँदैन के, माटो मुठाउने बालुवा माटो त होइन, बालुवा फर्स्ट टाइम हो नि त उसलाई त्यसरी बालुवा माटोहरू खेल्न दिएको पनि। अनि पुरै बालुवा खेलेर केही थिएन। अझ यहाँ पनि फोटोसुट गर्नलाई राखेको, यहाँ पनि उसको ध्यानै त्यही कसरी हुन्छ त्यो भुइँको बालुवा चलाउने अब पाली अनि खाने अब पाली आयो मेरो। मन नाटक पर्न त परेको नि अलिअलि, उमी गएपछि यतिको त हुन परेको नि। अनि त्यहाँबाट भिडियो बनाइदिन्छ मेरो बुढोको चाहिँ कहीँ पनि भिडियो छैन, किनभने उहाँलाई जुत्ता भिज्छ, जुत्ता खोल्न अल्छी लाग्थ्यो अनि उहाँ आउनु भएन। त्यसपछि हामी यहाँबाट उमीलाई बाई बाई गरेर अब घर फर्किन्छौँ। उमीलाई बाई बाई गऱ्यौँ साथीहरू। अनि हामी घर फर्क्यौँ। आउन त मन थिएन तर पनि रमाइलो भएको थियो। अझै धेरै चिसो भएर कि हिजो राम्रो दिन पनि थिएन अनि घाम पनि लाग्थ्यो नि, त्यही भएर हामी फर्क्यौँ। बाई बाई, थ्याङ्क्स फर वाचिङ।